हामी परिवर्तन ल्याउँछौँ, तपाईँ हामीले परिवर्तन ल्याउने हो। परिवर्तन आउँछ, आउँदैछ है। सधैँभरि रात परिराख्दैन है। बिस्तारै बिस्तारै तपाईँको चाहिँ नि उज्यालोको सङ्केत हामी देख्दैछौँ। त्यो उज्यालो तपाईँको मनबाट ल्याउनुपर्छ, तपाईँको वचनबाट ल्याउनुपर्छ, तपाईँको कर्मबाट ल्याउनुपर्छ। त्यही कुरा लेखिएको छ यहाँनिर यो होइन। सोचाइमा देश, बोलाइमा देश, गराइमा देश र मराइमा पनि देश है। सोचाइमा देश, बोलाइमा देश, गराइमा देश र मराइमा पनि देश। म त लाग्छ श्रम गर्दा गर्दै मेरो मृत्यु होस् भन्छु के, प्राण जाओस् भन्छु। यो देशको लागि श्रम गर्दा गर्दै मर्न पाए मेरो जीवन सार्थक हुन्थ्यो जस्तो लाग्छ। खड्ग साम्पाङको एउटा प्रतिमा हामी यहाँ देख्छौँ है। एउटा प्रतिमा रहेछ, फोटो खिच्नु जाउँ त, हालौँ, 2-4 लाख आउँछ कि। द्याट इज द थिङ। दिस इज द मेसेज। दिस इज द मेसेज आई वान्ट टु गिभ। कुरा बुझ्नु भयो नि? अब तपाईँको सोचमा पनि देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ र देशकै लागि मर्न सकूँ भन्ने मन्त्र तपाईँको मनमा हुनुपर्छ र मात्रै तपाईँ सच्चा श्रमदाता बन्न सक्नुहुन्छ। कुरा बुझ्नुभयो? हामी श्रमदाता भन्छौँ, यो त्यति हल्का फुल्का शब्द होइन हजुर, होइन। तपाईँलाई लाग्ला कि के होइन, यो भनेको त यति ठुलो देशभक्तिको कुरा हो कि बिस्तारै 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 यसले तपाईँलाई परिवर्तन गर्दै लान्छ है। यसले हाम्रो तस्करणभित्र आत्माबाट नै परिवर्तन ल्याउँदै 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 हामी देशसँग जोडिन्छ। त्यस्तो चिज र यो प्रतिमा हरेक श्रमदाताको प्रतिमा हो। यो हर्क साम्पाङको यो चाहिँ यताबाट कोठी लागेको मेरो होइन, यो मेरो के अरे प्रतिमा। यो भनेको हरेक व्यक्ति, जो व्यक्तिले बिरुवा रोप्न सघायो, ढुङ्गा बोक्न सघायोदेखि लिएर दुनियाँभरको चाहिँ श्रम गर्न अहिले सघायो र गरिरहन्छु भन्ने एउटा प्रतिबद्धता बोकेको छ नि, उसको प्रतिमा हो यो। तपाईँको प्रतिमा, हर्क साम्पाङको प्रतिमा होइन, यो श्रमदाताको प्रतिमा हो। त्यो देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, देशकै लागि मर्न सकूँ। यो गीत एकैछिन गाउनु। माटो हुँ म, मलाई दुख्दैन, कुल्छ या पूजा फरक पर्दैन है। कतिले मलाई मान्छे मरिगए पनि हुन्थ्यो, यो मुर्दा फरक पर्दैन मलाई। कतिले भन्छ कस्तो राम्रो यो त, खदामाला लगाइदिने, त्यसले पनि मलाई फरक पार्दैन है। मलाई यो खदा माला अघि भर्खर विधिले लगाइदिइहाल्नु, यसको शौक भएको मान्छे नै होइन। जति मलाई गाली गर्दा पनि फरक पर्दैन। अब यो मेरो चाहिँ प्रतिमा भयो, यहाँ आएर फुले चढाउँदा पनि मलाई फरक पर्दैन, किनभने म आफूलाई माटो जस्तो लाग्छ। मेरो भावना सावना हुन त म अब थुप्रै भावुक पनि बनिरहन्छु होइन, तर आफूलाई म मरिसकेको मान्छे सम्झ। जब आफ्नो स्वार्थ र आफ्नो सपना, आफ्नो व्यक्तिगत सपना मर्छ नि, त्यो मान्छे मरिसकेको मान्छे। म मरिसकेको मान्छे हुँ। मसँग भएको सपना यो देशको सपना हो है। त्यो चिज, त्यसले गर्दाखेरि व्यक्तिगत रूपमा चाहिँ म मरिसकेको मान्छे। मैले व्यक्तिगत रूपमा एक थोपा केही पनि पाउनु छैन मलाई। त्यस्तो निस्वार्थ भावले म आएको छु। तर धेरै मान्छेहरूले विभिन्न खालका लान्छना पनि लगाउँछन् होइन, तर उहाँहरूलाई पनि पछुतो चाहिँ एक दिन भयङ्कर घोर पछुतो हुन्छ। थोरै मात्रै हुँदैन, यति धेरै पछुतो हुन्छ कि टाउको हिर्काउँदै रुन्छ त्यो मान्छे, टाउको हिर्काउँदै रुन्छ। जो जतिले मलाई चाहिँ अनेक परि भनेर चाहिँ होइन फसाउन, तपाईँ खसाउन खोजिरहेछ नि, उनीहरू रुन्छ। धेरै टाढो छैन त्यो, त्यस्तो जस्तो लाग्छ मलाई। र मलाई लागेको कुराहरू प्राय भइराखेको पनि बछौ, खोइ किन हो मलाई लागेको कुराहरू भइराखेको पनि छ। बिलिभ वाट यु डु एन्ड डु वाट यु बिलिभ। यस्तो मिस्किटीमा यो अम्बकको बिरुवा बाँच्छ भन्ने कसैलाई लाग्दैन थियो, तर मलाई लाग्थ्यो। म
बचाउन सक्छ। बाँचेन। कोका खोलाको पानी आउँछ त कसैले भनेको थिएन, आयो। बिलिभ व्हाट यु डू एन्ड डू व्हाट यु बिलिभ। त्यो कुरा गर्नुहोस् जुन कुरा तपाईले पूर्ण विश्वास गर्नुहुन्छ र तपाईले गरेको कुरामा पूर्ण विश्वास गर्नुहोस्। अरूले के भन्छ भन्ने कुरा त डजन्ट म्याटर। अरूले के भन्छ नि अरूले, है किन बाँचिरहेको यस्तो लन्ठा जिन्दगी, झुन्डेर मर पनि भन्देला हैन। 10 जनाले सोध्यो 9 जनाले त्यो भन्देला, ए हो त रहेछ भने त्यता जानु हुँदैन। त्यसले गर्दाखेरि तपाईको अन्तस्करणले, तपाईको भित्री मनले के भन्छ, द्याट इज द ट्रुथ है। र जब तपाईले चाहिँ त्यो ट्रुथलाई गरेर देखाउनुहुन्छ नि, द्याट इज द फ्याक्ट, त्यो तथ्य, यो चिज। सबैलाई म धन्यवाद यति भन्न चाहे र सम्पूर्ण श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, सहयोगीहरूलाई धन्यवाद दिन चाहन्छु। हामीले जुन श्रम अभियान धरानमा गरेका छौं यो पसिनाले लेखिएको इतिहास हो। फेरि पहिलो हैन पाइप तान्दा, दोस्रो पाइप तान्दाखेरिको सहयोग गर्नुहुने सम्पूर्ण मिडिया मार्फत हामीलाई चाहिँ हेरिरहनु हुने सम्पूर्ण संसारभरिका हैन, अस्ट्रेलिया, अमेरिका हैन, दुबई, कतार, साउदी, संसारभरिका विदेशी भूमिमा चाहिँ पसिना बगाएर आफ्नो परिवारलाई पाल्नका लागि जानुहुने दाजुभाइ दिदीबहिनीहरू जो जतिले हामीलाई आर्थिक सहयोग गर्नुभएको छ सबैलाई हामी आज सम्झन चाहन्छौँ। र तपाईहरुले दिनुभएको त्यो सहयोगलाई हामीले सदुपयोग गर्यौं। देशभर मेचीदेखि महाकालीसम्म दार्चुलाको मान्छेले पनि हामीले सहयोग गरेको छ, भुटानको मान्छेले पनि सहयोग गरेको छ, सिक्किमको मान्छेले पनि सहयोग गरेको छ। धन्यवाद सम्झन चाहन्छु। र यो आज हामीले चाहिँ जुन पुर्यौं हैन, यो पोहोर खनिराखेको खाल्डो हो, त्यसमाथि पुर्यौं, सजिलो भयो। खाल्डो खन्नु अलिक गाह्रो थियो है। त्यो सबैजनालाई सम्झन चाहन्छु, सबैजनालाई धन्यवाद दिन चाहन्छु। यसरी काम गरिरहेका छौं हामीले हैन। यो काम तपाई हाम्रो अझै नै एउटा समर्पण र त्यागको उदाहरण हो। यहाँनेर कोही कसैलाई चाहिँ नि हैन हामीले जा गर त्यहाँ गर यति पैसा दिन्छु भनेर अराउँदाखेरि पनि गर्दैन यो काम है। त्यस्तो गाह्रो काम। यो त जे देख्यौं हामीले, यो त मैदान हो, यो त फुटबल ग्राउन्ड हो हैन। पर हुँदै गइसकेपछि खुट्टा नअडिने ठाउँहरुमा हामीले काम गरेका छौं। सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु, जो जतिले ट्युसन तार बान्न सघाउनु भयो हैन। त्यो भाइहरुको टिम हाम्रो जुन छ कर्मचारी साथीहरुको, उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। सबैजनाले हैन मिलेर काम गरेको कारणले रिजल्ट आयो, त्यसलाई हामीले बचाउनु पर्छ। यहाँ जंगलैभरि डढेलो लाग्छ। तपाईहरुलाई मैले चाहिँ नि हैन मिडियामा कतिचोटि म आफैले पनि फेसबुकमा पोस्ट गरेर देखाएको हुन्छु। यो जंगलमा म सुत्छु है, जंगलमै सुत्छु म डढेलो लाग्दा। एक दुईजना साथीहरूले मलाई सहयोग गर्नुहुन्छ। जंगलमा बास बसी राति सुती हामी डढेलो निभाउँछौं, ताकि यो हाम्रो कोखा खोलाको पाइपहरु हैन, पानीको पाइपहरु नजलुन् भनेर। यो इजी छैन, इजी छैन है। तर आउँदो दिनहरुमा चाहिँ त्यस्तो नहोस्। अब कहीँ कतै चाहिँ पाखा छ, भिर छ, त्यस्तोमा त सकिदैन, तर त्यसमा पनि पर्खाल ठोकेर गर्ने प्रयास हाम्रो रहन्छ नै। तर मैदान जस्तो यस्तो, यो त मैदान हो, मैले भने नि त, यो त मैदान ठाउँमा लिएको मैले तपाईहरुलाई आज। यस्तो ठाउँमा चाहिँ हामीले अन्डरग्राउन्ड गर्न सक्छौं, अन्डरग्राउन्ड गरिन्छ, ताकि भोलिको दिनमा डढेलो लाग्यो भने पनि हैन हामी हिँडी चाहिँ रहन्छौं, यो बाटो के हुँदैछ कसो हुँदैछ भनेर हामी हेरिरहन्छौं। तर जल्दैन कि भन्ने हाम्रो विश्वास हो। र आज बिहानदेखि तपाईहरुले सहयोग गर्नुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले सधैँभरि नै मिलेर काम गर्नुको विकल्प छैन। कामले मात्रै देश बन्छ, गफले बन्दैन हैन। आज हामी छुट्टी मनाउन सक्थ्यौं नि त, हिजो पनि गरेको, अस्तिको दिन पनि गरेको हैन। आज किन आएको त भन्दाखेरि श्रमबार अनिवार्य रूपमा हामी श्रमदान गर्छौं। त्यसले गर्दाखेरि हामी आयौं र सबैलाई
अब सकेको काम गर्नुभयो हामीले होइन। कोही अलि बलियो हुनुहुन्छ धेरै गर्नुभयो होला, कोही अलिकति शारीरिक रूपमा कमजोर हुनुहुन्छ, उमेरको हिसाबले पनि अलि जेठो पाएको हुनुहुन्छ, तपाईँहरूले थोरै गर्नुभयो। तर सबै मान्छेले काम गरेको छ आज। हामीले होइन, हामीसँग छ कि छैन, हामीले कहीँ कतै छोड्यौँ कि होइन, आँखा घुमाउँदै घुमाउँदै हामी जान्छौँ। र मलाई लाग्छ हाम्रो औजारहरू आज छोडिएन पनि होला कि छोडियो कि खोइ होइन। भरे एकाउन्टेबिलिटी गर्नुपर्छ है, गर्नुपर्छ, त्यो चिज हो। र सबैलाई म धन्यवाद दिन चाहन्छु। कोका कोलाको होइन, यो पानी खान त्यति सजिलो छैन होइन, सबैजनालाई धन्यवाद दिन चाहन्छु। मुहानमा खट्ने कर्मचारीदेखि लिएर हरेक यहाँनिर चाहिँ हाम्रो एउटा कुद्ने टिम नै छ, त्यो सबै भाइहरूलाई म धन्यवाद दिन चाहन्छु। यो कोका खोलाको पानी भनेको एउटा पवित्र जल पनि हो, त्यसलाई हामीले ल्यायौँ। अलिक गफ गरे जस्तो हुन्छ होला होइन, त्यो रामायण कालमा शिवजीको धनुष उचाल्नु जस्तो हो त्यो, जो कोहीले गर्न नसक्ने तर श्रमदाताले गरेर देखायो होइन। तपाईँले यहाँ मसँग पाइप तान्न आउने यतातिर त थाहा छँदैछ, तर त्यसलाई पनि त्यति थाहा छ जस्तो लाग्दैन। केही नियमित आउनेलाई चाहिँ थाहा छ यो रुट यति टाढो छ, यति टाढो छ है। हाम्रो पानीको मुहान त यहाँ माथि छ, यहाँ त्यसलाई घुमाउँदै 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 अब अरूले भन्दिनँ, मेरो स्वरले भ्याएन, भयो भयो अब भयो, घुमाउँदै तल पुऱ्याएर घुमाउँदै 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 हामीले हाम्रो धारामा लिएको है। कुनै एउटा आश्चर्य अहिलेको जमानामा श्रमबाट भएको छ भने त्यो यही हो, आश्चर्य हो। एक दिन अब समय त तपाईँहरूसँग छैन होला, म जस्तो फुर्सदिलो मान्छे त होइन होइन। फुर्सद छ भने एक दिन एक दुईजना मान्छे यसो भेला भएर यो पाइप जानु न, पाइप जानु कहाँसम्म पुग्नु पर्दो रहेछ, पुग्नु हुँदो रहेछ भन्न चाहन्छु। र यति धेरै हामीले मेहनत गरेर तपाईँको चिने पाइप ल्यायौँ। हामीलाई मन नपराउने मान्छेहरू पनि छन् नि धरानमा, छैन? मुद्दा कम त लगाइदिएको छैन, लेख्दा लेख्दा उत्तर लेख्दा लेख्दा हैरान भइसक्यो है। अख्तियार पछाडि लागेको छ, यो किन यस्तो पानी लिएको भन्छ है। त्यत्रो ठुल्ठुलो घोटाला हुन्छ, त्यतातिर जानु छैन। अब यत्रो दुःख गरेर पब्लिकले पानी लिएको कुरा किन हो, कता हो, 15-15 दिनमा सोधेकै गर्छ है। रिस उठ्दो कुरा, दुःख लाग्दो कुरा। पहिलो के अरे आयोजनाको हाम्रो यो चाहिँ पहिलो पाइपबाट पानी पुग्छ कि पुग्दैन भन्ने ठुलो तपाईँको चाहिँ उ थियो, हामीलाई विश्वास थियो पुग्छ भनेर। अलिकति त्यो दिन पनि म सुनाउँछु। दोस्रो पाइप त अब पहिलो आइसकेपछि त्यही बाटो आइहाल्छ भन्ने भइगयो, दोस्रो त सजिलै थियो। पहिलो गर्दाखेरि हामीलाई अब त्यो पाइप त्यत्रो माथिबाट त्यसरी घुमाउँदै लानु पर्ने होइन, पुग्छ कि पुग्दैन भन्ने ठुलो होइन पीर, सबैको पीर, सबैलाई पीर। ध्यान दिउँ है, पाइप हामीले कसरी चाहिने तपाईँको बिछ्यायौँ भन्ने कुरा तपाईँले देखिराख्नु भएकै छ। पानी लाँदाखेरि एयर लिक गर्दै कुद्दै कुद्दै सिस्नु घारी र असारेको काँडा घारीमा कुद्दै कुद्दै रातभरि कुदेर रातिको 1 बजे पकुवा खोलामा पानी झार्यो। पानी नपुर्याइकन घर जाँदिन भनेर मैले भनेको थिएँ, तर हर्क साम्बाङले भनेपछि फेरि गर्नै पर्छ। नगएको भए म आउँदिन थिएँ, अहिलेसम्म म आउँदिन थिएँ। त्यस्तो हो, यतैतिर बास बस्दै होइन 3 दिन पछाडि पानी पुर्याइयो। त्यसको भोलिपल्ट बिहानै उच्च अदालतमा गएर बयान दिनु पर्यो मैले पानी किन लिएको भनेर मुद्दा लगाएको है। यति धेरै दुःख गर्छौँ क्या हामी, र पनि तपाईँको चाहिँ विरोधीहरूले देखिसक्दैन। म उनीहरूलाई पनि भन्न चाहन्छु, हामी कसैको विरोधी होइनौँ। मैले तपाईँहरूले कहिले झगडा गर्नुपर्छ भने होइन, कहिले ढुङ्गा हानेर अर्काको टाउको फुटाउनु पर्छ भने होइन।
जहिले मिलेर काम गर्नुपर्छ भनेर भन्दै आएको मान्छे, तर हामीलाई विरोध गर्ने मान्छेहरूले चाहिँ होइन हाम्रो खेदो खनेका छ। तर जति नै खेदो खने पनि उनीहरूभन्दा हामी 100 कदम अगाडि छौँ है। हामी कामले जित्छौँ, गफ पनि गर्छौँ। मैले अहिले बोल्दै गरेको गफै हो होइन, तर यो गफ होइन, सत्य कुरा हो। र म उहाँहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूले यसरी चाहिँ नि राम्रो कामको विरोध गर्न छोड्नुहोस्। अहिले हामीले लगेको यो पानी एमाले खाएको छैन, कांग्रेसले, माओवादीले, राप्रपाले, रासपाले, अरू दलहरूले है। किन विरोध गर्नु, किन मुद्दा लगाइरहनु होइन? के फरक पर्छ है? के फरक पर्छ उनीहरूको मुद्दाले? केही फरक पर्दैन। हाम्रो अभियान झन् धेरै बढिरहेको छ है। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, हामी सधैँभरि अगाडि छौँ, बढिरहनेछौँ। विरोध गर्न छोडिदिनुहोस्। विरोधीहरूलाई म मिडिया मार्फत भन्न चाहन्छु, तपाईँले सहयोग गर्नुहोस्। हर्क साम्पाङ जस्तो मेयर खोएको नि त। मैले भनिनँ अघि, मैले के भने अघि, तपाईँहरूको धारामा पानी नआउँदाखेरि त्यो पानीको पाइप चल्छ भन्दाखेरि यही जङ्गलमा सुत्ने मान्छे त्यस्तो मेयर पाएर देखाउनु न तपाईँहरूले। संसारमा कोही पनि छैन। 500 वटा भन्दा धेरै मच्छरले टोक्यो त्यो दिन होइन। रातिको 3 बजीसम्म आगो निभाउनु पर्ने, अनि बिहान फेरि 5 बजी उठेर आगो निभाउनु पर्ने। पानी छैन होइन। त्यति तपस्या गरेर अगाडि बढिराखेको, देश बनाउँछु भनेर हिँडेको मान्छेलाई खुट्टा तान्नु हुँदैन है। खुट्टा तान्नु हुँदैन। अरूले गरेर देखाउन सक्छ भने गरोस् है। अरूले पनि गरेर देखाउन सक्छ भने गरोस् न होइन। मैले यता कोकाको पानी ल्याएँ होइन, अरूले सक्छ भने उता तपाईँको ताप्लेजुङबाट अझै ल्याइदियोस् होइन। मैले यहाँ अलि लामो बोल्नको कारण चाहिँ सबै कुरा तपाईँहरूले बुझ्नु जरुरी छ। कुरा नबुझी श्रमदान गर्नु हुँदैन। कुरा नबुझी श्रमदान गर्नु भनेको चाहिँ त्यो गधाले काम गरे जस्तो मात्रै हो। गधाले हामीभन्दा धेरै काम गर्छ होइन। गधालाई 300 केजीको भारी बोकाउनुहोस्, ऊ बोक्छ, तर बोल्दैन होइन। हामीभन्दा धेरै काम गरेको हो नि त होइन। हामी कहाँ 50 केजीको भारी बोक्ने, उसले 300 केजीको बोक्ने। तर हामी चाहिँ मान्छे भएको कारणले गर्दाखेरि कुरा बुझेर काम गर्छौँ। आज हामीले के गर्यौं भन्ने कुरा तपाईहरुले बुझ्नुभयो, किन गर्यौं भन्ने कुरा बुझ्नुभयो, कति महत्त्वपूर्ण काम गर्यौं भन्ने कुरा बुझ्नुभयो। पानीको धारा, धरानी जनताको पानीको धारा बचाउनको लागि आज तपाईले 10 धारा पसिना बगाउनुभयो हैन। यो श्रमदानको अगुवाई गर्ने व्यक्ति मात्रै हुँ म, तर सबै काम गर्ने मान्छे म होइन। काम गर्ने भनेको तपाईहरुले हो हैन। यो चीज हो र यस्ता कामहरु हामीले गर्दै अगाडि बढ्नुपर्छ। देश त्यसै बन्दैन। खोक्रो भाषणले, फुस्रो गफले देश बन्ने चिप्लो चाप्लो चाहिँ नि हैन। कुराले देश बन्ने भन्दा हामी घरमै बसिरहेको थियौं हैन। म नि एउटा गीत बनाउँथे, तपाईले टिकटक बनाउनु हुन्थ्यो होला हैन। है यसो भेटतिर गइन्थ्यो होला घुम्न आज हैन। यसो खाएको कुराहरु लगाइन्थ्यो होला, मासुहरु, चाउमिन हैन, यस्तो मोमोहरु खाएकोहरु हैन र। त्यो पनि रमाइलो त हो, तर त्यसले के गर्थ्यो त भन्दाखेरि त्यसले आज हामीले गरेको जस्तो रिजल्ट निकाल्दैन। त्यसले गर्दा म सबैलाई भन्न चाहन्छु, यो त्यो नभनिकन सानोतिनो कुराहरु सबै बिर्सेर अब हामी श्रमको महाअभियानमा अगाडि बढ्नुपर्छ। यो देश बन्छ त सिर्फ श्रमदानले बन्छ, अरूले बन्दैन। लेखेर राख, लेखेर राख हैन। यो ठेक्का लगाएको भए अहिलेसम्म त अध्ययनै गरिरहेको हुन्थ्यो। कोशीको ठेक्का लगाउनु खोजेको त अहिलेसम्म अध्ययनै गरिरहेको छ हैन। 4 करोड पैसा छुटाइदियो अरे भन्छ हैन। त्यसले पानी आउँछ र आउँदैन। त्यसले गर्दाखेरि हामी आफैले गर्नुपर्छ। म त्यो भन्न चाहन्छु। सबैजनालाई धन्यवाद छ। जय श्रमदान भनौँ एकचोटि। जय श्रमदान। ओ फेरि एकचोटि भनौँ जय श्रमदान। जय श्रमदान। एक दिन बन्छ, श्रमदानले हाम्रो देश बन्छ।
श्रमदानले हाम्रो देश बन्छ भन्नु होला। 1 बन्छ, 2 बन्छ, 3 बन्छ। 1 बन्छ, 2 बन्छ, 3 बन्छ। धन्यवाद छ हृदयदेखि सबैजनालाई। थ्याङ्क यू सो मच।